baddest DJ. मेरो घरै यही हो। म गएर पनि के गर्छु? गाउँले कुरा काट्छन्, गएर 2 दिन घरमा बसिसक्छ। त्यही भएर म यहीँ बस्नुपर्छ। आमा यस्तो अत्याचार सहेर बस्नुहुँदैन छोरी। होइन आमा, मेरै गल्ती थियो र गाली गर्नुभएको। अब मेरो आँखाले देख्नु पर्यो यस्तो। मैले गल्ती गरेको थिएँ आमा। मैले नदेख्दा झन् कस्तो कस्तो भयो। हिँड छोरी, लैजाऊ, तिम्रो छोरी पनि लैजाऊ। हाम्रो घरमा तिम्रो छोरी भित्र आएदेखिबाट कति अशान्ति भइरहेको छ। लु छोरी, अब घर पनि आइपुग्यो। अब बाबा पनि घरमा हुन्छ कि हुन्न। शकुन्तला पनि कहाँ गई पानी ल्याउनु पर्ने। तिर्खा लागेर हर हर भयो, पानी पनि खान पाइएन। जानुपर्छ होला, घरतिर गएर पानी खानुपर्छ। खाएर आउँछु। ला, अनि यता पुतलीलाई पो लिएर आइ त। टोक्रो पनि बोकेर आइरहेको थिएँ। के भयो अनि किन लिएर आएको? अब के भयो के भएन घरभित्रको कुरा बसेर कुरा गरौँ न बुढा। जाउँ न बुढा, यहाँ बसेर कुरा गरौँ। के भयो के भएन। कताबाट पुगेछु र छोरीलाई देख्न पुगेछु। अनि के भएर कसरी एकाकी टोप्लो टोप्लो बोकेर पनि आइरहेको? के भएर लिएर आयो? अब के भयो के भएन भन्नु बुढा। म नपुगेको थिएँ भने आज मेरो छोरीलाई हामीले छोरी भनाउनु नपाउने। त्यो सम्धी भनाउँदीले माथि सिँढीबाट पल्टाइदिएको एकचोटि मेरो खुट्टामा मुन्टो जोत्न पुगेकी थिए छोरी। हो र, त तिलाले त्यस्तो पो गरेछन्। अनि अस्ति त त्यहाँ बाटामा भेट्दाखेरि मलाई सबैले माया गर्छन्, राम्रो छ भनेर भन्थे। अनि तँलाई त्यस्तो गर्दा रहेछन्। कमसेकम हामीलाई भन्नु पर्दैन?
अब मैले पनि 2-3 पल्ट थालपट्टिका झारेर एकको सबै गिलासहरू पनि फुटेछ। अनि अर्को पल्ट पनि त्यसरी नै झऱ्यो। अनि अलिअलि गाली मात्रै गर्नुभएको, गल्ती मेरै हो बाबा। अनि गल्ती त मान्छे कता हुन्छ त छोरी, तँलाई त्यत्रो सम्झाएको बुझाएको, घरि घरमा राम्रो हुँदैन, न त्यस्तो नभए त दोषीलाई नभेट भनेको थियो त। आज हेर यस्तो दिन देख्नु पर्यो हामीले, तैँले गर्दा आज हामीले पनि दुःख पायौँ। तँलाई अगाडि पनि त्यसै गर्थे कि फर्स्टचोटि त्यस्तो गर्नुहुन्न थियो। अब बार बार गल्ती पनि मैबाट भइरहेको थियो। होइन राख्नुभएको। यहाँ हाम्रै छोरीको गल्ती नै होला, नभए त त्यस्तो त नगर्नु पर्ने होइन। एकचोटि सम्झाएर बुझाएर हामी छोरीलाई लानुपर्छ पुऱ्याउनु। अनि गल्ती त मान्छे कता हुन्छ त, सानोतिनो गल्तीमा त्यस्तो तिनबाट पल्टाएर आज टाउको फुट्यो के हुन्थ्यो भने। अझ के कुरा छन् भित्री कुरा भन्, के गरेका छन्, के भनेका छन्। त्यस्तो दिन पनि गर्नुभएको छैन। अनि ससुराले पनि राम्रै गर्नुहुन्थ्यो। राम्रै गर्नुहुन्छ सबैजनाले। यसले कहाँ सबै थोक भन्थ्यो र? के गरिरहेछ भने यसले सबै लुकाइरहेको, सबै भनिया सत्य सत्य के हो कुरा। होइन हौ बाबा, त्यो थालपट्टिका झारेर मैले अस्ति पनि फुटाएँ। अनि फेरि पनि बार बार मैबाट गल्ती हुन्छ। अनि अलिअलि त कराइहाल्ने हुन्छ नि त। अनि गल्ती त्यति गल्ती गर्दा त्यस्तो साह्रो अत्याचार गर्नुपर्छ त? के न्यु पाऊ कनिका भुपा उनीहरूलाई धेर भइरहेको थियो। अनि अब अत्याचार गरे आज मैले आँखाले देखिन थियो भने मेरी छोरी हामीले भेट्नु पनि थिएन होला। एउटा मान्छेको पनि सीमा हुन्छ नि, गाली गर्ने हप्काउने। त्यसरी एकैचोटि पर माथिबाट झट्याउनु फ्याँक्नु ढेकालिदिनु त्यस्तो खालको चरित्रहरू त्यो उसले निकाल्नै खोजेको हो। त्यो घरमा यति मुला थालबटुका झर्दा त्यत्रो अत्याचार गर्छन्, त्यत्रो अपमान गर्छन् एउटा बुहारी भइसकेकी मान्छेलाई। होइन बाबा, अब गल्ती मैबाट भएको हो, त्यही कारणले त्यस्तो नभन्नु। त्यही घरमा जानुपर्छ फेरि फर्केर। अब के गर्नु, अलिअलि दुःख त भइहाल्छ नि, आफ्नो घरमा जस्तो हुँदैन। त्यही भएर बेसी रिसमा नआउनु बाबा। फेरि जाँदा पनि त्यसै गरे भने गर्नुहुन्न भने त गल्ती मेरै हो, मैबाट भएको हो। म जे गर्दा पनि मैबाट गल्ती हुन्छ। के भएको जति नै समय लिएर काम गर्नु भन्छु, मैबाट हुन्छ गल्ती। अनि अलिअलि गाली त गरिहाल्नुहुन्छ नि, घरमा हुँदा पनि त तपाईँहरूले मलाई गाली गर्नुहुन्थ्यो। तेरो पनि काम गर्नेको ढङ्ग त अलिक छैन नि। घरमा काम गर्न यो गर्न त्यो गर्न भन्दाखेरि तेर्दिन कि आज भेटिस होला नि, आज चाकिस होला नि, भाइ अर्का घरमा गएर गर्नुपर्दा कस्तो हुँदो रहेछ। त्यही भएर छोरी चेलीहरूले माइतमा हुँदै सबै थोक काम सिकेको हुनुपर्छ, अनि मात्रै अर्का घरमा गरी खान सकिन्छ नानी। अब के गर्नु, घरमा हुँदा गरिन। अब आफ्नो बाबामा जस्तो त कहाँ हुँदो रहेछ र। अब गर्न सिक्दैछु। अब जे गर्दा पनि गल्ती हुन्छ। अनि गल्ती भइसकेपछि आफूभन्दा ठुलो मान्छे अलिअलि गाली गर्नु त स्वाभाविक कुरो हो नि बाबा। अब त्यही घरमा जानुपर्छ फर्केर म। अब रिसाएर कराएर पनि हुँदैन। अब गल्ती त भइहाल्यो। ल अब जे हुन्छ अब हेर्दै जाउँला। म पनि बुझ्छु के गरेको रहेछ, म पनि गएर सोधिहेर्छु एकखेप। अब कस्तो खालको कुरा गर्दा रहेछ उनीहरू थाहा पाइहालिन्छ नि। हेर्नु बुढा, अब त्यो घरमा छोरी छैन। अब छोरी नभएको घरमा माया, बुहारीको माया कस्तो हुन्छ, छोरीको माया कस्तो हुन्छ, त्यसलाई केही थाहा छैन, केही बुझ्दैन। अब हाम्रो पो छोरी थिए, माया मोह हामी बुझ्छौँ। अब त्यो कम्दिनीको छोरी नै छैन। अनि बुहारीलाई छोरीको माया कस्तो हुन्छ के हो त्यो जानेकै छैन। अनि के गर्नु त, त्यति नै हेला नगरे हो त अब बिस्तारै बिस्तारै बुझ्नुहुन्छ होला, माया गर्नुहुन्छ होला। अब अहिले नि अब 1-2 वर्ष अब दुःख सुख हुन्छ, त्यहाँबाट सुख गरिदिन्छ आउला। म त बगान फाँड्दै थिएँ, तिर्खा लागेर पानी खान आएको, तिर्खा सिर्खा अब यसलाई देखेर हराइहाल्यो। अब जान त पानीले यसलाई पनि भोक लागेको होला, के छ भात पकाएर गल्ती होला नि त होइन। अब भात पकाएर त भने भात पनि खाउँ, पहिला पानी खाउँ। जा भित्र गएर के कसो हो। बिहान के खाएर छोरी तैँले?
पाएको छैन अनि यति बेर बोकै जो जा लुगा चाहिँ ए राख्नु पर्यो अब। बुढा चाहिँ पानी लगाइदियो बुढा त धेरै तिर्खा लागेर नि हो गरे बगान खाने एकछिन बुढी नआउँदा धेरै तिर्खा लागेको छ बुढालाई त लु बुढा खाना खाना आउनु एक गिलास लिएर आउनु ल बुढा चाङ्गे खाना बगान खाँदा मात्र भोक लाग्यो होला नि छोरी चाङ खा 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 कति दिन भयो खाना पाएको छैन होला साँझो साँझो भनिदिनुहोस् भातै खान दिएका थिएन अलिकति पनि राखिरहे छोरीलाई आउँछ र दिन्छु भनेर छोरी अलिक घिउ लगाइदियो खा छोरी खा उहाँ अलि अगाडि त्यो सासू ससुराले घिउ भात देखिदिएन खाना पाइन मेरो छोरी यहाँ अब गए दिनबाट राम्ररी भात पनि खान पाएको छैन होला यो त टोलाउन थाली त खाना भात खा के हो छोरी त के भयो खाना कुरो कुरो खा खा नरै खा नरो खा न खा यसलाई त उहाँ गए दिनबाट भात पनि खान दिएका छैनन् कि क्या बुढा अब नपठाऊ होला छोरीलाई मेरो आँखाले देखेँ त्यस्तो सासूले त्यस्तो गरेको कसरी पठाउनु म चाहिँ पठाउँदिनँ बुढा अब के गर्ने हो तपाईँले जान्नुहुन्छ नपठाएर पनि त भएन नि अब उसलाई जान मन छ भने त अब हामीले रोकेर पनि त हुँदैन आमा बुबा कति गनगन गर्नुहुन्छ के खाँदा त खानु सन्चले अन्त मजाले भातै खाँदिन धेरै गर्छ टोल्लाउँछ बल्ल बल्ल आमाले पकाएको खाना पाएको छु आरामले त खाना दिनु तपाईँहरू यस्तो गनगन गर्नुहुन्छ बाबा नगरा चुप्ला राख आज आमाले पकाएको खाना पाएर म त कति खुसी छु कति मिठो लाग्यो सधैँ त आमाले पकाएको खाना म मिस गर्थेँ अनि आमाले पकाएको मिठो त हुन्छ त छोरी त्यही भएर मजाले खाना नरोइकन नहेरिकन खा मजाले खा मान्दाखेरि त सास पनि आमा जस्तै हुन्छ अब सासुले पनि छोरीको जस्तै व्यवहार गर्नु भने त राम्रै हुन्छ नि अब भात खाइछ मजाले खा अगाउजी अनि एकछिन आराम गर ओछिनमा गएर ल अघि नै आइपुगेको अघि नै भन्दा पनि भयो 1 घन्टा अनि ढिलो किन यस्तै हो नि अब ढिलो त हुन्छै अनि नि भाइ तिमीलाई म एउटा कुरा खोज्छु कि त्यसको उत्तर दिनु नि मलाई भन न जानी के कुरा हो तिमीले मलाई कति माया गर्छौ यो पनि कुनै सोध्ने कुरा हो र यसको कुनै सीमा छैन त्यति गर्छु म तिमीलाई होइन होला छुच्चीलाई भन्दा धेरै मलाई माया गर्ने म छुच्ची भन्दा राम्री त छिन छुच्ची कति राम्री छ होइन जानी त्यति नै माया गर्छु म तिमीलाई
जति मैले उसलाई गरेको थिएँ यसमा विश्वास भयो मेरो। ओके, त्यस्तो त लाग्दैन मलाई माया गर्छ जस्तो। अब छुच्चीको कुरा गरिराख्नुहुन्छ, आज पनि छुच्चीलाई नै माया गर्नुहुन्छ नि तपाईँ। मलाई त्यही जिस्काउनु भएन राज। आज अलिक मलाई हतार पनि छ, साथी कहीँ जाने भन्दैछन्। आजको लागि यति नै होला कि, अब भोलि भेटौँला। हुन्छ नि, तिमीलाई हतार छ भने जाऊ, के गर्नु। तर भोलि अब अवश्य आउँछौ नि। आउँछु। अनि राज, तिमी कहाँ जान्छौ? अब यत्रो दिन भागी हिँड्यो, हामी दुईजना खानाहरू खायो कि खाएन? जो म उहाँ परनिर छोडिदिइराखेर हिँड्छु। जाउँ न त, अरू केही छ खाना त के भन्ने र होइन, अब जङ्गलको कुरा हो। होइन नि त, उहाँ बाटोमा म बाटोनिर निकालिदिन्छु, कतै दोकान सोकान पायो भने चिया चिया खानु गएर। अब तिमी र मसँगै गएको मान्छेले देख्यो भने फेरि दाइलाई भन्दैला नि त। त्यो पनि हो हुन त। म आधी बाटोसम्म छोडिदिन्छु। जो हुन्छ नि, थ्याङ्क यू। अनि राज, अन्तिममा छुट्टीको के भयो त? अनि अन्तिम एपिसोड तिमीलाई सुनाउँछु म जसरी पनि। ल ल। पैसा पनि भेटिएन, अब आज चाहिँ गौरीको मना भेटिनै पर्यो। भेटिस् तेर्सोले तैँले भेटिस् आज। आज चाहिँ अब चण्डी रूप देखिने पर्यो नि होला। अनि खोइ पैसा ल्यायो त? पैसा खोइ ल्याएको? मैले भनेको होइन तिमीलाई पैसा नलिकन घरमा नआऊ है भनेर। खोइ पैसा ल्यायो? कहाँ भन्ने बित्तिकै पैसा भेटिन्छ हौ, गाछमा फल्छन् पैसा। हान्ने बेलामा हाने पैसा, अनि अहिले गाछमा पैसा खोज्छ? गाछले के तिमीलाई पैसा दिन्छ? त्यसो भए तिमी आजदेखि घरमा बस्न पाउँदैन, जाऊ। कहाँ जान्छौ? म यहाँ राख्दिनँ। तिमीलाई मैले भनेको होइन पैसा सबै लिएर आऊ, पैसा नलिकन घरमा नआऊ भनेको होइन मैले। फुरुक्क म बेग दिन्छु, आजदेखि तिम्रो यहाँ घरमा बस्ने अब टुटो। मैले घर लक गरिसकेको होला। तिमीले पैसा ल्याउँदैन भनेर मलाई सबै थाहा थियो। अब तिमी यो घरमा नबस, मैले तिम्रो बेग सेग सबै ठिक्का पारेको छु। त्यो कहाँ जाने हो? त्यो बेग लिएर तिमी गइहाल। लु अब कहाँ जान्छौ, के गर्छौ, कमाएर ल्याउँछौ कि के गर्छौ? यो घरमा तिमी नबस, बेग लिएर लु जाइहाल। कहाँ जाने? जाऊ 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 जाऊ। ल गएँ म, बस अब म जान्छु। अब आउँदैन म। त्यो त यो केस बुढो नहुँदा कस्तो हुँदो रहेछ थाहा पाउँछौ तिमीले। हुन्छ ल। जाऊ जाऊ जाऊ। चेन्नई जान्छौ कि गुजरात जान्छौ कि बेङ्गलोर जान्छौ, कहाँ जान्छौ? जाऊ। त्यस्ता बुढा हुनुभन्दा त नभएकै मलाई ठिक छ। जाऊ तिमी, जाइहाल। यहाँ नआऊ, अब चाहिँ आउनु पर्दैन है तिमी, जाऊ। नहिँडेर पनि साह्रो कुजिएछ खुट्टाहरू सबै। अलिक सन्च भयो भनेको, अलिक हिँड्न अप्ठ्यारो हुँदो रहेछ। बिहान बेलुका हिँड्नु पर्यो। डक्टरले पनि हिँड्नै भनेको छ। साह्रो पर्दो रहेछ। अलिक दिन नहिँडेको सब खुट्टा जाम भएर नि अलिक हिँड्नु पर्यो। अलिक पर सुन।
अलिक आराम अब गौरीले पनि अब खेदाइहालिन्। अब कमले साहेबलाई भनेर केही उपाय लाग्छ कि। मलाई अब बाहिर जान त मन थिएन, तर पैसा पनि सकिहाल्यो। के गर्नु, भाग्यले साथ दिएन। यस्तै रहेछ। अब हेरौँ, कमले साहेबलाई अब भेटौँ। कता हिँडिस बेग बोकेर? म त अब के भन्नु हो कमला साहेब, त्रिशुल गाडेर मेरो त बिजोग भयो हजुर। के बिजोग भयो फेरि? अब अस्ति गोरु बेचेको कुरो त तपाईँलाई थाहै थियो पहिले। अनि ट्र्याक्टर किन्ने भनेको थियो, पैसा राखेको थियो अलिकति। पैसा पनि अब दायाँ बायाँ भयो, हजुरलाई थाहै छ। अब अस्ति त्यहाँ मैले भनेकै हो, अलिकति त्यो क्या त तीर क्या तीर, त्यसमा अलिकति सुइक्यायो नि। अनि यो तीर खेला चाहिँ तँलाई कसले खेल्न सिकायो फेरि त्रिशुलले? यो त सिकाउने कुरो होइन नि हजुर, यो त आफै सिकिँदो रहेछ नि। यस्तो पो रहेछ त। यो तीर खेलाले त तेरो गोरु बेचेका पैसा मात्रै होइन, माटो बारी भका घर गना सबै सकिन्छन् त्रिशुलले। हो नि हजुर, गोरुको पैसा हानेर त यहाँ बिजोग भयो, गौरीले खेदाइन। अब घरबाट के गरौँ म हजुर? अब सुन त्रिशुले, हजुर हजुर, त यसरी बेग बोकेर नजा। अब यहीँ यताउता काम गर, केही गर, त्यो पैसा यताउता गरेर मेकअप गरेर त्यो गोरु बेचेको पैसाहरू तिर्दे गौरीलाई। अब बेङ्गलोर गएर अब कति कमाएर के गर्छस् अब? कि तँलाई जान मन छ बेङ्गलोर? हो नि हजुर, त्यसो गाडेर अब यहाँ गरौँ भने केही छैन। हेर्नुहोस् है, अब के गर्नु, खेती किसान पनि के गर्नु, हुँदैन अहिले उब्जनी नै। अनि अब के गरेर चाहिँ तिर्नु त? अब आउँछ कि भनेर हालियो, गइ त गयो। अब त उपाय त छैन मेरो। अब एउटा छ बुद्धि, अहिले तामुल यो लाली बनाउँछन् नि, हजुर हजुर, यो तामुल काटेर लाली बनाएर व्यापार गरेर अलिअलि पैसा निकालेर तिर। अब अहिले त तँलाई घरमा जान दिन्छन् कि दिन्नन् गौरीले? गौरीले त उत्पात नि हजुर, उत्पात गरेर म त अब खप्न नसकेर हिँडेको हजुर। बिजोग भएछ, बिजोग भएछ। हिँड घरतिर हिँड, अलिक सम्झाउनु पर्छ, बुझाउनु पर्छ। मजाले फसिसस् त्रिशुले। खै तँ त कमला साहेबको मतीको थिइस् त, के भएर बिग्रिस? हेर त्रिशुले, बेङ्गलोरमा अब तैँले चिनेको जानेको भन्ने कोही छैन। अब कतिजना दुःख पाएर घुरेर आएका पनि छन् हो, कतिले त राम्रो काम पाएका छन्। अब त कहिल्यै हिँडेको पनि छैनस् बाहिर। नजा त बेङ्गलोर, केही म व्यवस्था गर्छु। बस त्रिशुले। सुन त्रिशुले, हजुर कमला साहेब भन्नुहोस्। अब त्यो तामुलको व्यापार राम्रो लागेन भने अर्को एउटा उपाय छ। एउटा पिलपिले बरु म किनिदिउँला। हजुर हजुर, त यता पिलपिले सिलपिले कुदाएर अलिअलि घर चलाउने पैसा निकाल। हजुर त नजा बेङ्गलोर। बेङ्गलोर गयो भने साह्रो दुःख पाइन्छ त्रिशुली। म चाहिँ नजा भन्छु। अब तेरो उहाँ त्यो गौरीले घरमै जान दिन्नन् भन्छन्। अब म त्यो गौरीलाई पनि गएर अलिकति सम्झाइदिन्छु। अब नगर्नु, गल्ती गरिहालो, आइन्दा चाहिँ यस्तो कामहरू नगर्नु। अनि त्यो तीर चाहिँ कसरी खेलियो, कस्तो के हो त्यो तीर चाहिँ? त्यो त हजुर मोबाइलमै हुँदो रहेछ नि त, त्यो त मोबाइलमै हो र? हो नि हजुर, मोबाइलमै। अनि के डबल आउँछ पैसा? डबल टेबल आउँदो रहेछ नि हो पैसा त आउँदा त, तर अब अलिकति मिलेन भने त सधैँ चिप्लिँदो रहेछ नि हो। कति आउँछ अरे? पहिला त नि हजुर 10 रुपियाँको 800 दिँदो रहेछ। 800 पहिला त नि हजुर अलिअलि पाइयो हो, त्यहाँबाट अब आउनै पर्छ भनेर डेमै हालियो। 10 रुपियाँको 800 आउँदो रहेछ हजुर पहिले 10-20 गर्दा गर्दै त्यो 10-20ले कहिले उक्सिनु। मेरो त अब ट्र्याक्टर ल्याउने पैसा हो डेमै हालिदिएको थियो हजुर, रत्तैको अनि हो सब चुक चकनाचुर। अनि के नगरास् त गौरीले? अनि त्यस्तो
राखेका पैसा सबै गलामै हाल्दा अब गौरीले के भन्दै थिइन् भने नि हजुर, अब गौरीको त्यो गलामा एउटा छ सुनको हो मङ्गलसूत्र कि के भन्छन्, यो पनि तिमीले लगेर अब हान्छौ भनेर उत्पात हजुर उत्पात। अनि मैले सुनेको थिएँ त्यो बाछी पनि बेचिस अरे त होइन? बाछी त त्यही अस्ति नै बेचेको नि हजुर। तिर्खेलामै गयो? खोइ अब गयो त भन्नु पर्यो नि हजुर, के चाहिँ भन्नु हो। म पनि अलिकति गौरीलाई सम्झाइदिन्छु, यताउता गर घर चलाउने व्यवस्था गर। त्यही गरे म पनि गएर अहिले भनिदिन्छु, नजा बेङ्गलोर होस् बस अब त यतै। अब तपाईँ नै हुनुहुन्छ हजुर त्रिशुल गाडेर केही एउटा उपाय चाहिँ मलाई लगाइदिनु पर्यो। अब मलाई पनि गाली गर्छिन् नि, अब उहाँ बेङ्गलोर खेदाएको मान्छेलाई यहाँ रोकेर राख्दा अब कमले साहेबको पनि तुइले गर्दा अब तथानाम खानै परे म पनि। अब हो नि हजुर, अब अलिकति सम्झाइदिनु पर्यो। तपाईँले सम्झाउँदा मान्छन् क्या गौरीले मान्छन्। ल ल अब ढुक्क हो, म एकखेप भेट्छु के भनिदिरहेछन्। उतली चाहिँ खोइ हजुर देख्दिनँ त म। अब उताले घरमा अलिअलि ठसास ठुसुक त लाग्छ नि, ठसास ठुसुक सासू बुहारीको के लागेको थियो, उसकी आमा आइरहेको थियो यहाँ घिसार्दै लिएर गएको देख्थे। अब लगी ढुक्क छ, शान्ति छ। पुतले हिँडिकन अहिले चाहिँ अलिक डर पनि हरायो मलाई, बा कतै केही हुन्छ कि भन्ने पनि आनन्द भइरहेछ अहिले मलाई। ए हो र हजुर, के भएछ त अनि के भएर लगेछ त त्यसको आमाले? खोइ अब म यहाँ खुट्टो खुस्किएर भित्र ओछिनमा सुतिरहेको थिएँ, यहाँ बाहिर गल्याङ गल्याङ गर्दै थिएँ, ऊ पनि बाध्दै थिए यो पनि बाध्दै थियो, दुईजनै के भन्दै सिनेमा यसो हेरेको, टोप्ला बोकेर गइरहेको थिएँ। जाओस् टोप्ले पो बोकेर गयो? यत्रो यत्रो एउटा गोलो खालको टोप्लो घेरेर जाँदै थियो। यो त राम्रो भएन नि हजुर त्रिशुल गाडेर। हो नि, अब राम्रो नराम्रो अब घर छेउमा बिहा गऱ्यो भने त्यस्तै हो क्या। यति झगडा पनि छ्यास सुनायो, अनि खुर्रमा यताबाट कुदेर आयो, अनि लगो फेरि पोल सुनायो। बेसी झगडा हुन्छ क्या छेउमा बिहा गऱ्यो भने, त्यस्तै हो। त्यही कारण टाढा बिहे गरेर ल्याउनु पर्छ। अलि काचा कुचुक भएको पनि सुनाउन पाउँदैन नि त। हो नि हजुर।